Okay, hello guys. So that is the place where I live है म बस्ने घर चाहिँ त्यो हो है भाडामा बालको घरमा बस्छु म यहाँनिर सर बस्नुहुन्छ म चाहिँ अहिले गाउँतिर यसो दही लिन जान्छु बेला बेलामा है अनि दही लिन जाँदैछु म यहाँनिर बाख्राहरू छ अनि उतापट्टि भैँसी छ है सिमसिम पानी पर्दैछ द्याट इज द भिलेज है त्यो ठन्डाई भन्छ त्यो गाउँलाई अनि त्यो चाहिँ हाम्रो गाउँको बाटो गाडी आउने बाटो हो है यो चाहिँ मकै है मकै यो चाहिँ मकैको के भन्ने स्टेम डाँठ है पोहोर सालको हुनुपर्छ मेबी बारीमा मकै छ है खेतमा यो चाहिँ जङ्गली जनावरहरूलाई तर्साउनको लागि है मुकुन्डो भनौँ न मुकुन्डो यस्तो खालको हुन्छ है गाइस यु क्यान सी मकैको बारी भर्खरै कोदो लगाएको छ अस्ति भर्खर यसरी यहाँ मकैको बिचमा कोदो रोप्ने चलन छ यो गाउँमा चाहिँ सो गाइस यु क्यान सी द भिलेज है गाउँमा एकदमै थोरै मान्छेहरू मात्रै हुनुहुन्छ आजभोलि यो धेरै जसो गाउँको कथा नै यही हो बुढाबुढीहरू गाउँमा छोराछोरीहरू सहरमा है विदेशतिर अनि गाउँघरमा चाहिँ बुढाबुढी मात्रै म पनि मेरो बुवा आमालाई चाहिँ गाउँमै छोडेर यहाँ जागिर खान यति टाढा आएको छु है सिन्धुपाल्चोक लिसाङको पाखर गाउँपालिका वडा नम्बर 3 हो है यो चाहिँ कोदो रोपेको है यो चाहिँ कोदो रोपेको सो भर्खरै 2-4 दिन मात्रै भयो कोदो रोप्नु भएको यहाँ चाहिँ यस्तो मकैको बिचमा रोप्ने चलन छ सो रोड आयो है अब दिस इज द रोड म झन्डै लडेको यार शिट ओहो म त लडै नि यार हेर्ने चिप्लो रहेछ हल्का ठिकै छ केही पनि भएन म यस्तो छ बाटो अलिकति स्क्यारी देख्छ है सो दिस इज द रोड है यो चाहिँ रोड हो त्यो पसल हो त्यो चाहिँ दाइ तल यसो दही लिन सन्चै हुनुहुन्छ मेरो आशीर्वादले पो हो ल दाइ ल यो चाहिँ गाउँ भयो है द्याट इज द हाउस है त्यो घर चाहिँ म दही लिन जाने घर चाहिँ त्यो हो बामा मस्त गफ गर्दै बस्नु भएको जस्तो छ है यस्तो छ गाउँघर हरियाली एकदम बर्खाको बेला असाढको महिना 2082 साल है गाउँघर यस्तै छ मकै छ कोदो छ चराचुरुङ्गीहरू छ जुरेलीहरू छ ढुकुरहरू छ हरेक खालको चराचुरुङ्गीहरू छ अब बिस्तारै यहाँनिर बँदेल पनि आउँछ अरे मकै खान है अब यहाँनिर यसरी खुट्टा धुनुपर्छ बाख्रा टन्नै छ है बाख्रा
नमस्ते आमा नमस्ते बा हेलो हेलो हजुर भन्नु परिहाल्यो नि हजुरको नाम भनिदिनु नि त हजुर टुङ्ना हो र शिव होइन र ए टुङ्ना पो हो नाम टुङ्ना धोजुप्रेती सही हो